योभन्दा अगाडिको भिडियोमा मैले अमेजन एफपी वा दराज नेपालको लागि भनेर पोटेन्शियल प्रफिटेबल प्रडक्ट्सहरूलाई फाइन्ड आउट गर्ने तरिकाहरूको बारेमा कुरा गरेको थिएँ भने आजको एपिसोडमा भने प्रफिटेबल प्रडक्ट्सहरूको बारेमा रिसर्च गर्दाखेरि सेलरहरूले ध्यानमा राख्नुपर्ने प्रमुख मापदण्डको बारेमा भन्न गइरहेको छु। एपिसोडलाई सुरु गरौँ। प्रफिटेबल प्रडक्ट्समा हुनुपर्ने पहिलो प्रमुख मापदण्ड भनेको सेलरहरूले हाई डिमान्ड भएको प्रडक्ट्सहरूको बारेमा बढीमा रिसर्च गर्नुपर्नेछ कम्पेयर टु लो डिमान्ड एन्ड जिरो डिमान्ड प्रडक्ट्स। यदि यो भिडियो तपाईँहरूले हेर्नु भएको थियो भने मैले यस भिडियोमा 3 प्रकारको प्रडक्ट डिमान्ड्सको बारेमा कुरा गरेको थिएँ। हाई डिमान्ड प्रडक्ट्स, लो डिमान्ड प्रडक्ट्स एन्ड जिरो डिमान्ड प्रडक्ट्स। अब मैले यदि कुनै प्रफिटेबल प्रडक्ट्सहरूको बारेमा रिसर्च गरिरहेको छु भने मेरो फर्स्ट प्रायोरिटी भने यस्तो सबै जस्तो इकमर्स मार्केट प्लेसेसमा चलिरहेको हाई डिमान्ड खाली प्रडक्ट्सहरूमा रिसर्च गर्नुको मेरो प्रायोरिटी अलिक बढी हुने गर्दछ भने लो डिमान्ड र जिरो डिमान्ड खाली प्रडक्ट्सहरूमा भने मेरो अलिक कम नै प्रायोरिटी भने मैले रिसर्च गर्नमा दिने गर्दछु। यो किन भन्दाखेरि हाई डिमान्ड प्रडक्ट्सहरूको सेलिङ धेरै फास्ट नै हुने गर्दछ इकमर्स मार्केट प्लेसेसहरूमा र यदि कुनै प्रडक्टको इकमर्स प्लेटफर्म्सहरूमा डिमान्ड साँच्चीकैमा हाई वा बेसी छ भने यस्तो बेलामा सेलरहरूले प्रफिट मार्जिन यस्तो हाई डिमान्ड खाली प्रडक्ट्सहरूमा अलि बढी राख्न सक्नेछन् कम्पेयर टु लो डिमान्ड एन्ड जिरो डिमान्ड खाली प्रडक्ट्सहरूमा भन्दा। हाई डिमान्ड खाली प्रडक्ट्सहरू धेरै अगाडिदेखि नै इकमर्स प्लेटफर्म्सहरूमा ट्रेन्डिङ भइराख्दाखेरिमा यदि सेलरहरूसँग यदि बेसिक प्रडक्ट मार्केटिङ एन्ड प्रमोसन स्किल मात्र छ भने पनि यस्तो बेलामा सेलरले उसले लिस्ट गरेको प्रडक्ट्सहरूलाई सहिलेसँग प्रडक्ट र्याङ्किङ गरिकन उसको प्रडक्ट्सहरूलाई सर्च पेजेसको अगाडि पेजहरूमा सहिलेसँग लिएर आउन सक्नेछ। लो डिमान्ड एन्ड जिरो डिमान्ड खाली प्रडक्ट्सहरूमा सेल्स अर्डर लिएर आउनको लागि भनेर सेलरहरूले एक्सटर्नल प्रडक्ट मार्केटिङ एन्ड प्रमोसन ट्याक्टिक्सलाई अपनाउनु पर्नेछ जुन सोसियल मिडिया मार्केटिङ स्किल सबै इकमर्स सेलरहरूले जानेका भन्ने हुने गर्दैन र यदि इकमर्सको सेलरलाई डिजिटल मार्केटिङ स्किल आउँदैन भने यस्तो बेलामा त्यो सेलरले उसले लिस्ट गरेको लो डिमान्ड एन्ड जिरो डिमान्ड खाली प्रडक्ट्सहरूमा सेल्स अर्डर लिएर आउन धेरै गाह्रो हुन सक्नेछ भर्खरै मात्र सेलर बन्नु भएको इकमर्सका नयाँ सेलरहरूको लागि भनेर। त्यसैले इकमर्स बिजनेसको सुरुवाती बेलामा कम रिस्कमा काम गर्नको लागि भनेर नयाँ सेलरहरूले हाई डिमान्ड खाली प्रडक्ट्सहरूको अलि बढी प्रायोरिटीमा रिसर्च गर्न सजिलो र बेस्ट हुने गर्दछ। प्रफिटेबल प्रडक्ट्सहरूको बारेमा रिसर्च गर्दाखेरि सेलरहरूले ध्यानमा राख्नुपर्ने दोस्रो मापदण्ड भनेको त्यो प्रडक्ट्समा सेलर कम्पिटिटर सकभर लो वा कम भएको हुनुपर्नेछ। यदि सेलरले सेलेक्सन गरेको प्रफिटेबल प्रडक्ट्सहरूलाई सेम इकमर्स प्लेटफर्म्समा अरू नै सेलरहरूले यदि बेचिरहेको छ भने यसले नयाँ सेलरहरूलाई सेलेक्सन गरेको प्रफिटेबल प्रडक्ट्सहरूमा सेल्स अर्डर कन्सिस्टेन्टली लिएर आइराख्न सुरुवाती बेलामा अलि बढी गाह्रो नै हुन सक्नेछ। त्यसैले प्रफिटेबल प्रडक्ट्सहरूलाई सेलरहरूले रिसर्च गर्दाखेरिमा त्यो प्रफिटेबल प्रडक्ट्सहरू कतिजना सेलरहरूले पनि सेम इकमर्स प्लेटफर्ममा बेचिरहेको छ भन्ने जानकारी नै नयाँ सेलरहरूलाई भएको हुनुपर्नेछ। प्रफिटेबल प्रडक्ट्सहरूमा सेलर कम्पिटिटर्स के कति छ भनी हेर्न वा थाहा पाउनुको लागि भनेर नयाँ सेलरहरूले त्यो प्रफिटेबल प्रडक्ट्सको नामलाई इकमर्स प्लेटफर्मको सर्च बक्समा टाइप गरेर सर्च पेजेसको रिजल्ट्सहरूबाट सेलर कम्पिटिटर्सको सङ्ख्यालाई थाहा पाइराख्न सक्नेछन्। उदाहरणको लागि मान्नुहोस् कि यस्तो खाले आइफोन 12 प्रो म्याक्सको मोबाइल फोन केसलाई तपाईँले दराज नेपालमा बेच्ने भनी सोचिराख्नु भएको छ र यही सेम खाले प्रडक्टलाई अरू पनि सेलरहरूले दराज नेपालमा बेचिरहेको छ वा छैन भनेर थाहा पाउनुको लागि भनेर यो प्रडक्टको नाम वा प्रडक्ट टाइटललाई दराज नेपालको सर्च बक्समा टाइप गर्नु भएर सर्चमा क्लिक गर्नु भएर त्यो जेनेरेट भएको सर्च रिजल्ट्सबाट नयाँ सेलरहरूले उनीहरूले लिस्ट गर्न लागेको प्रफिटेबल प्रडक्ट्समा भने सेलर कम्पिटिटर्सहरू बेसी छन् वा कम भनेर यसरी चेक गरेर आफैले डिसाइड गर्न सक्नेछन् कि त्यो प्रफिटेबल प्रडक्टलाई त्यो इकमर्स प्लेटफर्ममा बेच्दा उचित होला वा छैन भनेर। प्रफिटेबल प्रडक्ट्सहरूमा हुनुपर्ने तेस्रो महत्त्वपूर्ण मापदण्ड भनेको चाहिँ प्रफिटेबल प्रडक्ट्सहरूको सिपिङ वेट जति बढी कम र भोल्युमेट्रिक वेट नै जति कम डाइमेन्सनको हुनेछ। यस्तो खाली प्रफिटेबल प्रडक्ट्सहरू भने इकमर्स प्लेटफर्म्सहरूमा सेल गर्नको लागि भनेर एकदमै बेस्ट हुने गर्दछ किनभने सानो कम वा थोरै सिपिङ र भोल्युमेट्रिक वेट भएको प्रडक्ट्सहरूमा डेलिभरी गर्दाखेरि लाग्ने सिपिङ कस्ट वा चार्जेसहरू कम हुने गर्दछ जुन भएर चाहिँ सेलरहरूले सामानको सिपिङ र डेलिभरीमा धेरै नै पैसा बच्न गएर यसले सेलरको प्रफिट मार्जिनलाई अझ बढी म्याक्सिमाइज गर्नमा मद्दत गर्ने गर्दछ र सानो वा कम वजनको प्रडक्ट्सहरूको सिपिङ र डेलिभरीमा प्रडक्ट ड्यामेज हुन सक्ने जोखिम नै सकभर कम नै हुने भएको भएर यसले कस्टमर रिटर्नको पर्सेन्टेजलाई नि नियन्त्रणमा राख्नमा नि मद्दत गर्ने गर्दछ। प्रफिटेबल प्रडक्ट्सहरूमा हुनुपर्ने चौथो मापदण्ड भनेको चाहिँ सेलरले यस्तो खाले प्रफिटेबल प्रडक्ट्सहरूलाई खोज्न प्रयास गर्नुपर्नेछ जुनको प्राइसिङ सेलरले सधैँ कन्ट्रोल गर्न सकिराखोस् कुनै पनि इकमर्स प्लेटफर्म्सहरूमा जुन भएर चाहिँ नयाँ सेलरहरूले प्रडक्ट डिमान्डको हिसाबले जुन बेलामा नि त्यो प्रडक्ट्सहरूमा प्राइसिङलाई कम वा बेसी राख्दाखेरिमा नि प्रडक्टको इन्कमिङ सेल्सलाई भने एफेक्ट नगर्ने खाली प्रफिटेबल प्रडक्ट्सहरूलाई भन्ने नयाँ सेलरहरूले प्रडक्ट रिसर्चको बेलामा फाइन्ड आउट गर्न खोज्नुपर्नेछ। प्रफिटेबल प्रडक्ट्समा हुनुपर्ने फिफ्थ मापदण्ड भनेको चाहिँ नयाँ सेलरहरूले सकभर प्रब्लम सल्भिङ खाले जस्तो प्रडक्ट्सहरूमा बढी रिसर्च गर्नुपर्नेछ किनभने यस्तो प्रब्लम सल्भिङ खाले जस्तो प्रडक्ट्सहरूको डिमान्ड वर्ल्डभरि नै हुने भएको भएर यस्तो बढी डिमान्ड भएको प्रडक्ट्सहरूलाई इकमर्स प्लेटफर्म्सहरूमा नयाँ सेलरले छिटो र सजिलोसँग बेच्न सक्नेछ। प्रफिटेबल प्रडक्ट्स नन सिजनल खाले भएमा बेस्ट हुने गर्दछ नयाँ सेलर्सहरूको लागि भनेर। यस्तो किन भन्दाखेरि नन सिजनल प्रडक्ट्सहरूलाई नयाँ सेलरहरूले वर्ष भरि नै बेचिराख्न सक्नेछन् तर सिजनल प्रडक्ट्सहरू इयरको पार्टिकुलर सिजनहरूमा मात्र बेच्न सकिने भएको भएर नयाँ सेलरहरूले इकमर्स बिजनेसको सुरुवाती बेलामा यस्ता सिजनल प्रडक्ट्सहरूलाई सकभर एभोइड गर्दाखेरिमा नै बेस्ट हुने गर्दछ।
र सिजनल प्रडक्ट्सहरूलाई इकमर्स प्लेटफर्म्सहरूमा बेच्नको लागि नै सेलर अलि बढी एक्सपिरियन्स्ड र प्रिपेयर्ड भएको हुनुपर्नेछ। अदरवाइज सेलरले इकमर्स बिजनेसमा ह्युज फाइनेन्सियल लसको सामना गर्नुपर्ने स्थिति नै उब्जिन सक्नेछ। यो सिजनल र नन सिजनल प्रडक्ट्सको बारेमा झन् बढी जानकारी पाउनको लागि भनेर मेरो यस भिडियोलाई तपाईँहरूले हेर्न सक्नुहुनेछ। एपिसोड राम्रो लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।